हाई एभ्रिवान। सो म भर्खरै मेरो यो मैले भिडियो बनाइसकेको थिएँ होइन, र जाँदा जाँदै यो मेकअप पुस्नुभन्दा अगाडि चाहिँ तपाईँहरूलाई एउटा मलाई भर्खर रियलाइज भएको कुरा चाहिँ भिडियो बनाइहालौँ भनेर हो, र मलाई राम्रो पनि देखिहाल्छ नि त है। सो मैले चाहिँ केही दिन अगाडि एउटा पर्फ्युम किनेको थिएँ होइन, अनि त्यसपछि हुन्छ नि नयाँ नयाँ पर्फ्युम लगाइरहेको बेला दसैँ तिहारको बेला चाहिँ मैले यही लगाइ नै रहेको थिएँ, र आज आएर मलाई रियलाइज भयो कि यो पर्फ्युम चाहिँ ठ्याक्कै एउटा खतरा ठुलो डिजाइनर ब्रान्डको पर्फ्युमको चाहिँ सिमिलर फ्रेग्रेन्स रहेछ कि यो चाहिँ होइन। र हजुरहरूलाई यो किन्न मन लागिरहेको थियो र अलिकति बजेटभन्दा बाहिर छ भने चाहिँ अहमद अल मगरबीको यो वाला पर्फ्युम चाहिँ एक्ज्याक्ट सेम, मलाई चाहिँ त्यस्तै लाग्यो है, एक्ज्याक्ट सेम नै बास्ना आउँछ। सो भिक्टोरिया सिक्रेटको बमसेल यो पिङ्कवाला यो चाहिँ मिस्ट हो है। सो एकदम केही पनि म नोट्सहरू केही पनि भन्नेवाला छैन। म एज अ पर्फ्युम लभर यो चाहिँ मेरो वान अफ द फेभरेट पर्फ्युम मिस्टमा पर्छ, र यो चाहिँ एक्ज्याक्ट के सेम, अझै त्योभन्दा नि यो लङ लास्टिङ पनि छ है। र तपाईँहरूले खोजिरहनु भएको छ यो पर्फ्युम हुन्छ नि किन्न मन लागिरहेछ भने चाहिँ तपाईँले यो किन्नुभयो भने ठ्याक्कै सेम एक्सपिरियन्स पाउनुहुन्छ, अझै बेटर भर्जनमा है। सो यो चाहिँ मेरो पर्सनल एक्सपिरियन्समा भने मैले, र हजुरहरूलाई नयाँ पर्फ्युम लिन मन लागिरहेछ भने चाहिँ यो अहमद अल मगरबी भन्ने ब्रान्ड चाहिँ अहिले यो चाहिँ मिडल इस्टर्न ब्रान्ड हो है। सो मिडल इस्टर्न ब्रान्डहरू चाहिँ एकदमै लङ लास्टिङ अनि एकदमै राम्रो पनि हुन्छ भन्ने कुरा हामीलाई पर्फ्युम लभरहरूलाई त अझ थाहा नै छ। सो यसको चाहिँ यस्तो आउँछ क्या प्याकेजिङ है, र कसैलाई गिफ्ट गर्न खोज्दै हुनुहुन्छ भने नि पर्फेक्ट गिफ्ट है, एउटा पर्फेक्ट गिफ्ट भनिदिएको छु। र यो चाहिँ यस्तो छ बोतल, र हजुरहरूलाई लिन मन लागिरहेको छ भिक्टोरिया सिक्रेट भए चाहिँ दिस कुड बी योर नेक्स्ट पर्चेज लिनुभयो हुन्छ है।